मीडिया एनपीटीवी बिल्कुलै नयाँ खालको कथावस्तु समेटिएर 5 वर्षपछि कमब्याक। म अनुरोध गर्न चाहन्छु 5 वर्षको लामो ग्यापपछि धेरै ग्याप भयो राखी अफरहरूलाई उहाँले यो फिल्ममा सम्बन्धित हुनुहुन्छ र पर्दा अगाडि र पर्दा पछाडिका सबैलाई हार्दिक स्वागत गर्छु। र अब भने अनुरोध गर्न चाहन्छु कि लामो समयदेखि नमस्ते। यहाँ पाल्नु भएको सबै दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर बिङ हियर। धेरै वर्षपछि यहाँहरूलाई फेरि भेट्न पाउँदा असाध्यै खुसी लागिरहेको छ। एन्ड आई होप यु अल आर अल्सो फिलिङ द सेम। मुलुक अहिले अप्ठ्यारो स्थितिमा हिँडिरहेको बेला पनि चलचित्र निर्माण कार्य रोकिएको छैन। यही क्रममा अर्को चलचित्र म त तिम्रै हुँ लिएर म पनि केही समयको विश्रामपछि फेरि आएकी छु। तपाईहरूले जुन अपेक्षा राख्नु भएको छ मसँग कि सुस्मिता इज अ गुड फिल्म मेकर भनेर त्यो अपेक्षा फेरि कायम नै रहनेछ। हजुरहरूको जुन म माथिको ट्रस्ट छ त्यसलाई म खेर जान पटक्कै दिनेवाला छैन। केही समयको ग्याप भयो तर चलचित्रप्रतिको कर्तव्य भुलेकी छैन। दर्शकहरूको माया बिर्सेको छैन, जसको कारण आज फेरि म आएको छु। फेरि पनि तपाईँहरूको साथ पाउने छु आशा छ र विश्वास लिएकी छु। विषयमा धेरै कुरा सुने र यी मौका ठिक ठ्याक्कैले मौका पाएको छ। मलाई विश्वास छ यो सिनेमा चाहिँ पक्कै पनि पूर्ण सफलता हुनेछ र नयाँ खालको पहिले पात्रहरू अचम्म लागिसकेको छ र मलाई विश्वास छ यसको सफलता पक्कै हुनेछ। धेरै धेरै धन्यवाद। पक्कै पनि हामीले यो चलचित्र पत्रकारिताको दौरानमा सुस्मिताजीलाई चिनेको पनि लामै समय भइसक्यो। मैले अझ नजिकबाट चिन्ने मौका पाएको छु। काजल फिल्म्सबाट बन्ने हरेक एक चलचित्रमा उहाँको भूमिका के थियो भन्ने कुरा मलाई राम्ररी थाहा छ। पटकथादेखि संवाददेखि चलचित्रको स्टोरी लाइनदेखि अभिनयसम्म उहाँ दखल राख्नुहुन्छ र त्यो एउटा आज चलचित्र निर्माणमा ग्याप भएको थियो। मलाई लाग्छ आजबाट अब त्यो फेरि फुलफिल हुनुहुँदैछ। पत्रकारले खोज्ने अथवा दर्शकले खोज्ने जहिले पनि राम्रो चलचित्र हो जसलाई हामी हाम्रो चलचित्र भन्न सकौँ। Hello and warm welcome to everyone. सबै नेपाली मुभी इन्डस्ट्रीका फ्यामिली र पत्रकार दाजुहरूलाई हेलो। धेरै त के बोल्नु है, धेरै बोल्यो कि अब बढी बोले जस्तो हुन्छ। बाँकी त कामले नै सुरु गर्ने हो। यो मुभी राम्रो बनाउने हामी प्रयासमा छौँ र एन्टायर मुभी टिमलाई आई लाइक टु विश अल अफ यु बेस्ट अफ लक एन्ड थ्याङ्क यू अल फर कमिङ हियर। थ्याङ्क यू सो मच। औपचारिक रूपमा क्ल्याप सहित नरिवल कोडिएर शुभारम्भको सङ्केत यहाँले पाइसक्नु भएको छ। एकैछिन यहाँ बसिदिनु होला। ज्योत्ना योगी, ज्योत्ना योगी, सुशीला काफ्ले, अनुपम श्रेष्ठ, र सुसमित खड्का। र दिदीको उपस्थिति पनि यहाँ त्यसरी पोस्टरमा छ।
अझ सुनमा सुगन्ध उठ्यो। र यहाँले देख्नु भएको अनुहार यो चलचित्रमा देख्न पाउनुहुन्छ। भर्खरै मञ्चमा हुनुहुने कलाकार सम्पूर्ण नयाँ प्रस्तुतिहरू र साथमा खरिएकी चलचित्रको